चिसो मौसममा चियाको अलग्गै मजा छ। आज पानी परेको छ, चिसो मौसम भइरहेछ। नमस्ते, स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। म चाहिँ काठमाडौँको कीर्तिपुरदेखि हो र मेरो नेक्स्ट भ्लगको सुरुवात भइसकेको छ। अहिले बिहानको 11 बजेको छ। म चाहिँ काठमाडौँको कीर्तिपुरदेखि हो र आज बिहानदेखि पानी परिरहेको थियो र चिसो मौसम थियो। अहिले 11 बजे, यति बेला चाहिँ अलिअलि घाम देखा पर्न थालेको छ, अलिअलि घाम लाग्न थालेको छ र मौसम त्यति क्लियर छैन, सफा मौसम छैन। मेरो पछाडि हेर्न सक्नुहुन्छ सरकारी स्कुल, म पढेको स्कुल। मेरो स्कुल मेरो घर अगाडि छ स्कुल। कीर्तिपुरको मौसम क्लियर छैन, सफा देखिएको छैन, केही पनि देखेको छैन। र यतापट्टि छ पहाड, जङ्गल, पछाडि साइडमा पहाड छ र सेकेन्डको डाँडामा वैशाख 1 गते मेला लाग्छ चम्पादेवीको। तपाईँ पनि जान सक्नुहुन्छ भने यता पुष्पलालतिरबाट पनि जान मिल्छ र यता हरे टौडा नजिकतिरबाट पनि जान मिल्छ। र त्यहाँ पर देखेको यो चाहिँ हो सशस्त्रको स्कुल, सशस्त्र प्रहरीको बच्चाहरू पढाउने स्कुल। त्योभन्दा अलिकति परतिर छ पुष्पलाल स्मृति पार्क र पिकनिकको लागि पनि आउन सक्नुहुन्छ। यहाँ छ कति राम्रो फुल फुलेको छ, दसैँ तिहारमा फुल्ने फुल अहिले फुलेको छ। तिहारमा फुल्ने, पानीले गर्दा राम्रो फुल फुलेको देखिरहेछ भने यो साइडमा पनि फुलहरू छ, फुलहरू अलिअलि छ कौशिकी। र यहाँ छ एउटा कागतीको सानो कागती। फुलहरू फुलिरहेछ। घरको काम सकिसक्यो, अब एकछिन घुमेर आउनु पर्यो बाहिरतिर। मेरो घरको अगाडि छ रोड, मेन रोड। मेरो घरको अगाडि मेन रोड घरको अगाडि छ। यो चाहिँ मेरो घरनिरको भत्कियाटी बजार, मेरो भत्कियाटी चोक, मेन चोक। बस चढ्नु पर्यो भने यही मेन चोक, यहाँ आउनु होला हैन। त्यो चाहिँ हाम्रो भत्किया पार्टी बस्ने पार्टी, गाडी कुर्ने ठाउँ। यहाँ छ मन्दिर, भत्किया पार्टीको मन्दिर। यहाँ छ गणेश भगवानजीको मूर्ति, महादेव। यहाँ छ गाडी कुर्न बस्ने ठाउँ। तिम्रो खिच्नुहुन्छ? गाडी कुर्न बस्ने ठाउँ। यहाँ छ धारो पानी खाने भत्कियापाटीको। धारा आइरहेछ। यहाँ छ धारो, पानी खानेको धारो। घरमा आए पनि धारोमा लिन आउँछन् पानी खानको लागि। घरमा आएको पानी खाँदैनन्, धारोमा आएर खान्छन्, धारोमा लिन आउँछन्। पानी खाने धारो घरमा आए पनि धारोको पानी लिएर जान्छन्।
पानी थाप्नु पानी थाप्ने मान्छे हाँसेर बसिरहेछ यहाँ पानी यहाँ थापिरहेछ होइन हाँसेर बसिरहेछ यहाँ जनताहरू अब यताबाटै जानु पर्यो म पनि पानी लिन आउनु पर्ने थियो हाम्रो भत्कियापाटी होइन भत्कियापाटीको बजार रातिको खाना बनाउने तयारी हुँदैछ यता खाना पाक्दैछ खाना बन्दैछ पानी परेर यत्रो धारो खसिरहेको छ पानीको धारो पानी परेर आजको ब्लगलाई यहाँ इन्ड गर्दै नेक्स्ट ब्लगमा भेटौँला ओके बाई